साथीहरु नमस्ते। हजुरहरुलाई सरस्वती पी कुकिङ च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरुको साथमा गुन्द्रुक अण्डाको झोलको रेसिपी लिएर आइसकेको छु र मैले चाहिँ फर्स्टमा प्याज, टमाटर, लसुन, गुन्द्रुक र दुईटा अण्डा र उसिनेर आलु लिनुपर्छ र कराई मजाले तातेपछि तेल हाल्दिनु पर्छ र तेल मजाले तातिसकेपछि अण्डालाई पनि हाल्दिनु पर्छ र चारैपट्टि अण्डालाई मजाले फिजाउनु पर्छ र अण्डा एकपट्टि पाकिसकेपछि पल्टाउनु पर्छ। अण्डालाई दुईपट्टि नै मजाले पकाउनु पर्छ र यतिको पाकिसकेपछि टुक्रा टुक्रा गरेर काटेर लिनुपर्छ र निकाल्दिनु पर्छ। अण्डा सबै निकालिसकेपछि त्यही कराईमा तेल हाल्दिनु पर्छ र तेल मजाले तातिसकेपछि पाँचफोरनलाई हाल्दिनु पर्छ र पाँचफोरन हल्का रातो भएर फ्राई भइसकेपछि लसुन हाल्दिनु पर्छ। खोर्सानी पनि मैले यहाँ हालेको छु र प्याजलाई पनि हालेर मजाले भुट्नु पर्छ। प्याज यतिको फ्राई भइसकेपछि काटेर राखेको टमाटरलाई पनि हाल्दिनु पर्छ र टमाटरलाई पनि हालेर मजाले चलाउनु पर्छ र टमाटर गलाउनुको लागि अलिकति नुन हाल्दिनु पर्छ र नुन हालेर मजाले चलाउनु पर्छ र टमाटर यतिको पाकिसकेपछि धुएर राखेको गुन्द्रुकलाई पनि हाल्दिनु पर्छ र गुन्द्रुकलाई हालेर मजाले भुट्नु पर्छ। गुन्द्रुक मजाले धुवा अन्जल फ्राई गर्नुपर्छ र गुन्द्रुकबाट मजाले धुवा छोडिनु थाल्यो। हाम्रो गुन्द्रुक मजाले भुटिसकेको छ र अब उसिनेर राखेको आलुलाई पनि हाल्दिनुपर्छ र आलुलाई हालेर मजाले भुट्नुपर्छ। बेसार रातो खोर्सानीको धुलो, जिरा धनियाको धुलो र स्वाद अनुसार नुन हाल्दिनुपर्छ। नुनलाई हालेर पनि मसलाहरू सबै मजाले मिक्स गरेर गुन्द्रुकलाई मजाले भुट्नुपर्छ। गुन्द्रुक र आलुलाई 2-3 मिनेट मजाले भुटेर लिनुपर्छ र यतिको भुटिसकेपछि हाम्रो गुन्द्रुक र आलु मजाले भुटिसकेको छ र पानी हाल्दिनु पर्छ। आफूलाई चाहिने अनुसार झोल हाल्नु होला। मैले चाहिँ यहाँ यतिको राखेको छु झोल। गुन्द्रुकको झोलमा नुन कम्ती भएकोले मैले चाहिँ यहाँ अलिकति नुन हालेर मजाले चलाइदिनु पर्छ र मजाले चलाइदिसकेपछि गुन्द्रुक मजाले उम्लिनु दिनुपर्छ र मजाले उम्लिसकेपछि एक एकवटा गर्दै अण्डालाई हाल्दिनु पर्छ र छोपेर मजाले उम्लिनु दिनुपर्छ। गुन्द्रुकको झोल मजाले उम्लिसकेको छ र यतिको भएपछि हाम्रो गुन्द्रुक अण्डाको झोल पनि रेडी भयो र हजुरहरूलाई आजको गुन्द्रुक अण्डाको झोलको रेसिपी कस्तो लाग्यो प्लिज भनिदिनु होला र मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनु होला र फलो पनि गरिदिनु होला। र मजाले उम्लिसकेपछि मैले यहाँ ग्यास पनि अफ गरिदिइसकेको छु र हाम्रो गुन्द्रुक अण्डाको झोल रेडी भयो। हजुरहरू पनि एकपल्ट ट्राई गरेर हेर्नु होला। गुन्द्रुक अण्डाको झोल यसरी बनाएको एकदमै मिठो र टेस्टी बनिन्छ।